हेलो गाइज, म चाहिँ फेरि पनि स्वागत छ। अनि म चाहिँ आज प्राङ्क गर्न गइरहेको छु हैन। अनि कस्तो प्राङ्क भने, अनि मैले चाहिँ त्यो जङ्गलमा काटेर राखेको थिएँ। अनि त्यो काठ चाहिँ अनि त्यो ठाउँबाट छैन, रियल पनि हो फेक पनि हो, तर यो चाहिँ एउटा प्राङ्क हो हैन। अनि गएर अनि सोध्ने, अब साथीहरू बसिरहेको होला तिनीहरूलाई सोध्ने। अनि त्यसपछि यही ठाउँ हो मेरो चाहिँ काठहरू आएको। अनि यतातिर मैले काटेर राखेको थिएँ। अनि त्यसपछि त्यो म पछि लिन आउँछु भनेर म अनि आएको थिएँ, तर त्यहाँनिर मैले मेरो दाउरा भेटिनँ। अनि त्यही भएर यो चाहिँ त्यसको टुक्रा हो। अनि त्यो टुक्रा लिएर अनि म उनीहरूलाई सोधपुछ गर्न गइरहेको छु है। प्राङ्क कस्तो हुन्छ कमेन्ट गर्नु होला है त। हेलो गाइज, अहिले चाहिँ म रोडमा आइपुगिसकेको छु। अनि के हुन्छ हेरौँ। अनि म त्यहाँ पुगेपछि होइन तपाईँहरूलाई म भिडियो देखाउने छु। अनि हेरौँ के रियाक्सन हुन्छ है त। हेलो गाइज, अनि म चाहिँ यहाँबाट भित्र जानुपर्ने हुन्छ। अनि यहाँबाट भित्र गएर अनि म त्यो प्राङ्क गर्ने चाहिँ हेरौँ है त के हुँदो रहेछ रियाक्सन। उतैनिर छ ल। ओइ ओइ, मेरो त्यो जङ्गलको दाउरा खोइ खोइ मैले त्यो काटेर राखेको, त्यो मैले पछि लान्छु भनेर राखेको खोइ। औ सरी गाइज। अब के भयो भने तडुक तडुक के इस दिल से आह निकलती रही। हेलो गाइज, खासमा म प्राङ्क गर्न आएको थिएँ, उल्टै मसँगै प्राङ्क भइसकेको छ। ल के भन्नु र खोइ। अनि यो कुरा छोडो। अनि प्राङ्क पुरा नभए पनि अनि एउटा कुरा चाहिँ के भन्न चाहनु भने, यो चाहिँ रमनटारको दोस्रो बेलचोक भन्ने रमनटार हो। यसलाई चाहिँ तल्लो रमनटार अनि त्यो थुप्रै बेलचोक सेलचोक अथवा के टार भनेर पनि चिनिन्छ होइन। अनि त्यही हो। अनि यति नै। अनि अब अर्को कुन ठाउँको भ्लग बनाउने भनेर अब तपाईँहरूले कमेन्ट गर्नु होला है त। ल टाटा बाई बाई है त।